हेलो गाइज, वेलकम टु माई च्यानल। हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। अनि आज चाहिँ म किन बिहान भिडियो बनाउँदैछु भने अहिले बिहानै छ होइन यहाँ चाहिँ। अनि आज चाहिँ म ओमान जाँदैछु घुम्नको लागि। अनि हल्का मेरो भिजाको इस्यु पनि थियो र अनि म भिजा प्लस गर्न गइरहेको छु होइन। चाहिँ भिजा सिजा सबै त्यो छ कि छैन भनेर सबै चेक भइसक्यो यहाँनिर पर, यहाँ अगाडि हो। अब गाडी आउँदैछ अरे अनि अब एकछिनपछि जान्छु। ल हेरौँ है त, म अब बाटोमा के हुन्छ सबै भिडियो देखाउँछु। सबैजना लास्टसम्म हेर्नु है त। म चाहिँ आइपुगेँ यहाँनिर ओमानमा। अनि म चाहिँ यहाँ एउटा अहिले घरमा बसिरहेको छु इन्डियाको। अनि उहाँले मलाई भन्नुभयो यहाँनिर तपाईँको भिजा आउँछ अनि त्यसपछि अनि अहिले चाहिँ यहाँ कोही छैन क्या, यहाँनिर हुन्छ नि कस्तो होइन। अनि पुरा ठाउँ पनि कस्तो छ क्या, पर्खिनु म तपाईँहरूलाई देखाउँछु हुन्छ। सक्नुहुन्छ यहाँनिरको सिन चाहिँ यस्तो रहेको छ होइन यहाँको। अनि यो चाहिँ नेपालको जस्तै त घरहरू पनि छ क्या यहाँनिर। चराहरू पनि यता छ, तर यो छ नि पातलो क्या, त्यो गाडीहरू पनि छैन। ए ठुलो घर छ अनि तर मान्छे नै नहुने। अचम्म लाग्यो नेपालको जस्तैहरू छ क्या सिनहरू चाहिँ, तर हरियाली चाहिँ छैन सबै। अनि म चाहिँ अहिले यहाँनिर बिरयानी खानालाई जाँदैछु यहाँनिर पर होटेलमा। अब कहाँ छ भन्दै खोज्दैछु म यहाँनिर यस्तो छ हेर्नु। कहीँ केही छैन क्या, ठुल्ठुलो बिल्डिङ सब सानो सानो बिल्डिङ छ। यो रुखहरू पनि पुरा यहाँनिर सुकेर कस्तो भइसकेको रहेछ। अब यस्तो छ यार, आमा कसरी बस्छ नि यार। उहाँ बल्ल मैले एउटा फुच्चे देखेँ यहाँनिर, देखेको थिइनँ। म चाहिँ ओभर हिँडिसकेँ होइन। म चाहिँ उहाँ परबाट आएको, भरे थाहा भएन। म चाहिँ के खानेकुरा खानु पऱ्यो भनेर निस्केको। अब यहाँनिर केही रहेछ अनलाइनको सिस्टम। मसँग फेरि क्यास पनि थिएन होइन, अनि कार्ड थियो। अनि त्यसले मलाई भन्यो कार्ड त चल्दैन यहाँनिर। अब त कार्ड मैले चाहिँ फाइनल भेटिसकेँ होइन। अघि मलाई चाहिँ हामीलाई हुन्छ नि सबै टिमलाई यहाँनिर राखेको थियो यो होटेलमा यतापट्टिकोमा। अनि मलाई चाहिँ त्यहाँबाट फेरि यता लिएर आयो। म चाहिँ जहाँ अघि निस्केको थिएँ नि त्यहाँनिर म अब टन्नै हिँडेर आइसकेँ क्या। अब यहाँ अहिले म चाहिँ गाइज यहाँ आएको छु बिरयानी खानालाई होइन। मलाई चाहिँ यहाँनिर त्यो पाकिस्तानी हो कि कहाँको भाइहरूले मलाई रुममा बाहिर के हुन्छ मुस्किल हुन्छ भित्र बसेर खा भनेर म चाहिँ भित्र आइरहेको छु। म चाहिँ गाइज आज यहाँनिर टक्क होइन बिरयानी खाँदैछु। यहाँनिर चाहिँ बबाल मगमग बास्न आइरहेको छ होइन, देख्नुहुन्छ। 1 hour later म चाहिँ गाइज अहिले होइन यहाँको ओमानको यो सानो सिटीमा छु। म चाहिँ यहाँ रोड काट्दैछु अनि देख्न सक्नुहुन्छ मलाई कुदेको। त्यहाँ एकछिन बसेर गफसफ गरेर अनि निस्किरहेको छु अहिले। देख्न सक्नुहुन्छ यहाँको रोड वातावरण। म चाहिँ हिँड्दैछु कल लगाएर यस्तो छ। अब यहाँको मलाई केही धेरै थाहा पनि छैन
अनि मैले चाहिँ जति बुझेको चाहिँ थाहा पाएको छु त्यति नै मैले भिडियो बनाइरहेको छु बोलेर। यहाँ चाहिँ गाई जोब्बर सुनसान छ क्या यहाँनिर हुन्छ नि। अब यहाँहरू मतिर कति बजी भनेपछि अहिले 7:13 भएछ। म पुरा हिँडिरहेको छु एक्लो यहाँनिर हेर्नु त यस्तो छ क्या यहाँको ठाउँ। यहाँनिर मैले अघि देखेको भनेको यही हो क्या यो होटेल। के छ नाम पनि देखिएन रहेछ क्यामेरामा। होटेल अनि फुड त्यो ग्रोसरीहरू रहेछ क्या यहाँनिर चाहिँ। त्यही भेटेँ यहाँनिर केही खाने थिएन। म उहाँ हिँड्दै गएकोमा पर अघिमा जहाँ गएँ नि त्यहीँ अनि उतापट्टि पनि रहेछ। तर ऊ त्यहाँनिर उयो घर चाहिँ कस्तो राम्रो रहेछ लाइट साइड भएको। अनि यहाँनिर चाहिँ ट्याक्सी पनि नपाइने क्या यहाँनिर। One day later. हेलो गाइज गुड मर्निङ सबैजनालाई। म चाहिँ आज अलिक बिहान बिहान उठिरहेको छु होइन। म चाहिँ अब तपाईँहरूलाई थाहा छ आउनुहोस् भनेर। अनि के भन्न चाहन्छु भने म चाहिँ अब मेरो चाहिँ भिजा आइसकेको छ आज होइन। अनि मेरो आज जाने कुराकानी छ। अब हेरौँ के हुन्छ। अनि म चाहिँ अब जान्छु होला सायद आजै। अब हेरौँ यहाँको दाइले मलाई यो रुम जसलाई राख्यो नि त्यो दाइले मलाई आजै पठाउँछु भनिरहेको छ। अब हेरौँ के हुन्छ। अनि हेर्न सक्नुहुन्छ यहाँको भ्यू बाहिर यस्तो छ। दामी घाम लागिरहेको छ होइन यहाँ चाहिँ यस्तो छ। अब म बाहिर जान्छु एकछिन है त। 1 hour later. म चाहिँ यहाँबाट निस्किसकेँ होइन। अनि यहाँ ब्रदरले यहाँ छोडिदिन आँटेको छ मलाई। अनि यो उता नेट तो नहीं अभी वो बैलेंस सिर्फ बैलेंस डाला मैंने। और बैलेंस कम थी बाद में कॉल नहीं आया। हाँ आपको थोड़ा बैलेंस रखो। ओके मुस्किल है। म चाहिँ अब यहाँ ट्याक्सी पर्खिरहेको छु होइन। अनि यहाँबाट चाहिँ निस्किसकेमा यस्तो छ हाम्रो यहाँको लोकेसन। अनि त्यही हो। अब हेरौँ कतिखेर पुगिन्छ यहाँनिर। अब बाहिर वहाँनिर गएर बस पार्कतिर हुन्छ नि त्यो अब स्टेसनमा गएर मलाई चाहिँ यो गर्न भनेको छ। अर्को बसमा चढ्न भनेको छ। यहाँ ब्रदरले लोकेसन भनिदिने अरे। अनि अब हेरौँ यस्तै छ। म चाहिँ उयो घरमा बस्थेँ होइन। उयोहरू छ नि ट्याक्सी उताबाट जाँदैछ आउँदैछ त्यो ट्याक्सी आउँछ अरे। ल म चाहिँ आइसकेको बस। म चाहिँ आइसकेँ यहाँनिर होइन। अनि भर्खरै आएँ यहाँनिर म ट्याक्सी छोड्छु। त्यो बाटोमा चाहिँ अलिकति मिलेको थिएन र मैले भिडियो गरेर मैले गरिनँ पनि। अनि सायद हाम्रो गाडी यही हुनुपर्छ। तपाईँहरू देख्न सक्नुहुन्छ यो गाडी होइन। सायद हाम्रो गाडी यही देख्न सक्नुहुन्छ। यतातिर हाम्रो टिमहरू पनि छन् अरू हामीसँग जाने। अनि यो चाहिँ खोइ के भनेर हो यहाँनिर माथि ल्याएको छ होइन। अलिकति मिलेर यस्तो छ यहाँ ठाउँ। म चाहिँ अहिले यहाँको हाम्रो लिएर जाने गाडीमा चढिसक्यौँ। अस्ति चाहिँ हाम्रो कस्तो थियो भने गाडी त्यो कारलिफ्ट जस्तो हुन्छ नि त्योवाला थियो। अनि अहिले चाहिँ राम्रो गाडी परिरहेको छु। अनि त्यही हो। अब हेर्नु हाम्रो बाटोमा के हुन्छ। म सबै तपाईँहरूलाई देखाइ नै हाल्छु। मेरो चाहिँ अलिकति नोइज धेरै आएको भएर मैले चाहिँ अहिले यो माइक जोडिरहेको छु। कस्तो आवाज आएको छ हेरौँ है त। फाइनली हाम्रो गाडी चाहिँ निस्किसकेको छ यहाँबाट होइन। होला यहाँ थियौँ हामी चाहिँ। One hour later. हाम्रो चाहिँ यहाँनिर इमिग्रेसनको लागि निकालेको थियो हामी। अरूले यहाँ अहिले हट्टा भन्ने ठाउँमा आएको छौँ होइन। अनि यहाँनिर पछाडि इमिग्रेसन मेरो इमिग्रेसन भयो पासपोर्ट एक्जिट हुनलाई यहाँ बोर्डरमा छु मैले चाहिँ। हामी त्यही हो हाम्रो गाडी है। हामी चाहिँ अब सबै भएर निस्किरहेको छौँ। हेरौँ है त।
अनि हामी चाहिँ उहाँले दुबईको झन्डा देख्न सक्नुहुन्छ तपाईँहरू सबैजनाले। अनि दुबईको झन्डा पुरा फरफराइरहेको छ। अनि हामी चाहिँ अहिले यहाँनिर बोर्डरमा उताको पछि छ। यस्तो रहेको छ यहाँको माहौल। हामी चाहिँ बोर्डरभित्र छिरिसक्यौँ होइन। युए सबै काम भइसक्यो। गएर त कति घन्टामा पुगिन्छ होइन यहाँदेखि चट्टा म चाहिँ गाइज फाइनल आइपुगेँ यहाँनिर सहारा सेन्टर यहाँ हाम्रो शारजाको। अब म चाहिँ रुम जाँदैछु होइन। म त सुत्दै लिइरहेको क्या। अब गाइज म चाहिँ फाइनल आइसक्यो हाम्रो रुम। देख्न सक्नुहुन्छ यहाँनिर। अब खुसी भएर चाहिँ म चाहिँ रुम आएर